सो हेलो गाइज वेलकम ब्याक विथ अ न्यू डे न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। र आज चाहिँ म क्याम्पसबाट आएर खाना खाएर सुतेको नै के थिएँ, मम्मीले एउटा घाँस काट्न उठ भन्दै चिल्लाउन लाग्नुभयो र म चाहिँ हतियार लिउन गएँ। घाँस लिउने डोको लिउन गएँ र उता चाहिँ बहिनीले कपडा धोइराखेको रहेछ र उसले चाहिँ मलाई भिडियोमा नदेखा भन्दै चिल्लाउन लागि र मसँग रिसाएको पनि थिएँ र म चाहिँ डोको र हँसिया लिएर लागेँ खेततिर घाँस काट्नको लागि। सो यता चाहिँ मम्मी र भाउजूले चाहिँ लसुनमा घाँस पलाएको रहेछ। त्यो घाँसलाई चाहिँ मम्मीहरूले सफा गरिराख्नु भएको थियो र म चाहिँ आफ्नो कामतिर लागेँ। आज चाहिँ मैले घाँस काट्ने ठाउँ यही हो। चारैतिर हरियाली छ है। हाम्रोतिर त तोरी फुलेर पहेँलै पहेँलै हरियै छ। हाम्रो गाउँघर चाहिँ धेरै नै रमाइलो छ र म चाहिँ रेडी भएँ अब चाहिँ घाँस काट्नको लागि। र म पनि लागेँ अब घाँस काट्नतर्फ। धेरै दिनपछि घाँस काटेको निकै नै रमाइलो भयो र मलाई चाहिँ घाँस काट्न मम्मीले सिकाएको है गाइस। कसैलाई सिक्न मन लागे कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हाम्रो मम्मीलाई। र फाइनल्ली घाँस काटेर पनि सकियो। यता चाहिँ बहिनी र ममा को राम्रो भन्दै भिडियो बनाउन लाग्यौँ। सबैले कमेन्ट गरिदिनु त गाइस, हामी दुइटामा को राम्रो छ। यसलाई चाहिँ हामीले भेटाएर लिएको है। उताबाट चाहिँ ठुलो पापाले आएर एउटा हाम्रो भ्लगको लागि मिठो डान्स पनि हानिदिनु भयो र हेरेर सबैले इन्जोय पनि गरिदिनु है हाम्रो ठुलो पापाको डान्स। निकै नै राम्रो नाच्नुहुन्छ हाम्रो ठुलो पापा चाहिँ, कम्मर हल्लाइ। र हामी चाहिँ बाउ छोराको पनि एउटा डान्स हान्थ्यौँ घाँस इक्कु डान्स। र घाँस पनि बटुलेर मैले डोकोमा हाल्न लागेँ। डोकोमा हालिसकेर बाहुबली स्टाइलमा मैले चाहिँ डोकोलाई उठाएर लागेँ घरतिर। र घर पुगेर चाहिँ कालीलाई हामीले हरियो घाँस चाहिँ हजुरआमा र मैले मिलेर चाहिँ लन्चमा हालिदिउँ। खुसी भयो तिनीहरू पनि आज चाहिँ। आजको लागि यति नै। भेटौँला अब नेक्स्ट भ्लगमा। बाई बाई एभ्रिवान, टेक केयर।